थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शहीद स्मारक गुणस्मा छजरवत तथा टिम फोटोस नेपालको सहकार्यमा आयोजित लेखक डकुमेन्ट्री एवं सावधानी तथा उपचारदेखि सहित किचन सेफ्टी तथा जल सम्बन्धी 2 दिने पौष 13-14-2082 2 दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको एउटा जानकारी गराउँछु। मानवको जीवनमा अनेकौं कष्टहरू आउँछन्। ती कष्टमध्येमा अधिकांशलाई स्वरो हुने महिलाले बच्चा जन्माउँदाखेरिको कष्ट सबैभन्दा बढी हुन्छ भन्छ। तर टोल इन्डेक्सको अनुसार बच्चा जन्माउने पीडाभन्दा पनि मानवले धेरै ठुलो पीडा भोग्नुपर्ने जिउँदो जन्दाखेरि हो। यसको पीडा यति अकल्पनीय हुन्छ यसलाई कसैले पनि शब्दमा वर्णन गर्न सक्दैन। आगो र मानव सृष्टिदेखि सँगै हिँडेको छ। यो रोगहरू यो एउटा दुर्घटना हो। के हुन्छ त दुर्घटना भन्दाखेरि केही सेकेन्डको लापरवाही। आज हामी जुन शीर्षकमा यहाँ छलफल गर्न आएका छौँ त्यही 20 सेकेन्डको लापरवाही कसरी नगर्ने भन्ने बारेमा हो। यो हलमा उपस्थित मेरो सबैलाई एउटा सानो प्रश्न छ। यहाँले कहिले पोलियोको अनुभव गर्नु भएको छ भने हात उठाइदिनुहोस् त। केही चिजले पोलेको छैन। जलनको पीडा महसुस नगर्ने कुनै पनि मान्छे हुँदैन। स्तर कतिको पर्छ भन्ने कुरा मात्रै। अब सबैभन्दा बढी जलनमा को पर्छन् त नेपालमा? अब छलफल गरौँ सबैभन्दा बढी जलनमा को पर्ने गर्छ? दुर्गम ठाउँमा सबैभन्दा बढी जलनमा महिला र साना बालबालिका गर्छ। यसको प्रमुख कारण के हो? भान्सा कोठाको जिम्मा हाम्रो समाजमा धेरै जस्तो महिलाहरूलाई दिएको छ। त्यसले गर्दाखेरि भान्सामा उहाँहरूको उपस्थितिले गर्दा र आगो नजिक अधिकांश समय बस्नु पर्दाखेरि उहाँहरू दुर्घटनामा पर्ने सम्भावना पुरुषभन्दा माथि हुन्छ। के हुन्छ त? भान्सा कोठाभित्र जलाउनु, खुला चुलोको दाउरा र अहिलेको अवस्थामा खाना पकाउँदाखेरि सामाजिक सञ्जालको प्रयोग, आगोको छेउमा हुँदाखेरि यहाँहरू कृपया फोनको प्रयोग बन्द गर्नुहोला। एक छिनको लापरवाहीले आफूले लगाएको साडी, आफूले लगाएको सलवार कमिजको दुपट्टा आगो लागि सल्किसकेको पनि थाहा हुँदैन। अर्को सम्पूर्ण गृहिणीहरूले भित्र आत्मैदेखि मेरो अनुरोध के छ भने भान्सा कोठामा हुँदाखेरि कृपया आफ्नो काखे बालकहरू बोकेर भान्सा कोठामा खाना पकाउने नगर्नुहोला।
किनभने बच्चा चकचके हुन्छ, एउटा सानो लापरवाहीले दुर्घटना घट्ने गर्छ। अर्को, ग्रामीण भोगमा हामीले वस्तु पाल्ने गर्छौँ, कुमल पकाउँछौँ। अधिकांश कुमल बोकेर खनाउन जाँदाखेरि भोकिएर जिउँदो जलेर मान्छेहरू प्रशस्त मात्रामा अस्पताल आइपुग्छ। त्यसको एउटा प्रमुख कारण हाम्रो चप्पलको प्रयोग हो। जहिले पनि गोठ भिजेको हुन्छ, गिलो हुन्छ, त्यसमा तातो भाँडा लिएर हिँड्दाखेरि चिप्लिएर त्यो कुमलको भाँडा पल्टिनु गर्दछ। अर्को, जहिले पनि कुमल पकाउने ठाउँ बालबालिकाबाट अलिकति टाढा राख्नुहोस्, उहाँहरूको खेल्ने क्षेत्रबाट अलिकति टाढा। अब नव पुस्तालाई प्रश्न सोध्नु पर्यो। यहाँहरू धेरैजनाले मोबाइल फोनको पनि प्रयोग गर्नुहुन्छ, ल हात उठाउनुहोस् त। त्यति मात्रै हो त मोबाइल फोन प्रयोग गर्ने? ल भयो, अब हात तल राख्नुहोस्। अब यो प्रश्न सुन्नुहोस्, ल हात तल राखेर यो प्रश्न सुन्नुहोस्। त्यो मोबाइलको चार्जर पिनभित्र हालेर मोबाइल चलाउने कतिजना हुनुहुन्छ त्यो भन्नुहोस् न, चार्ज गर्दै? ओहो, भाग्यमानी हुनुहुँदो, हात तल राख्नुहोस्। भाग्यमानी के हुँदो रहेछ भने अहिलेसम्म हात बाँकी छ। कहिले पनि फोन चार्ज गर्दै प्रयोग नगर्नु होला। अनेकौँ बालबालिकाहरूले औँला गुमाएका छन्, हात गुमाएका छन्। अर्को, एक्सटेन्सन कोडको प्रयोग कसले गर्नुहुन्छ? त्यो एक्सटेन्सन कोड हुन्छ नि, जाडो महिना छ, चार्ज गर्न कहाँ पर उठेर जानु पर्यो, खाटकै छेउमा ल्याउनु पर्यो नि त। कसले प्रयोग गर्नु भएको छ एक्सटेन्सन कोड? अनि एक्सटेन्सन कोडमा अल्झिएला भनेर कार्पेट मुनिबाट कसले लानु भएको छ? तपाईँहरू हरेक दिनको कार्पेट माथिबाट हिँड्दा भित्रको तार घिसिसक्छ र आगजनी भएको यहाँहरूलाई थाहा पनि हुँदैन। सकिन्छ भने कष्ट गर्नुहोस्, एक्सटेन्सन कोडको प्रयोग हटाउनुहोस्। उठेर भित्तामा भएको प्लगमा गएर आफ्नो इलेक्ट्रिकल सामानहरूको प्रयोग गर्नुहोस्। अर्को, अहिले आएको इलेक्ट्रिक केटल जुन तातो पानी तताउने छ, यदि यहाँहरूको घरमा आफूभन्दा साना बालबालिका छन्, बाँध्ने सक्ने बालबालिका छन् भने कृपया त्यो केटललाई अग्लो ठाउँमा राखेर मात्रै पानी तताउनु होला। भुइँ लेभल या बच्चाले भ्याउने लेभलमा एउटा अहिले ठुलो जलनको कारण त्यो पनि बनेको छ। ग्यास कसको घरमा प्रयोग हुन्छ, ल हात उठाउनुहोस्, ल राख्नुहोस् तल। आज यहाँहरूलाई एउटा होमवर्क दिँदैछु। घर पुगेपछि आफ्नो अभिभावकलाई के सोध्नुहोस् भने, बुवा आमा ग्यास बिल किन्दाखेरिको भ्याट बिल देखाउनुहोस् भन्नुहोस्। यो सबैलाई लागु हुन्छ, सुरक्षा निकायलाई पनि, गुरुजनहरूलाई पनि, स्वास्थ्यकर्मीलाई पनि। ग्यास खरिद गर्दाखेरि भ्याट बिल लिने अनिवार्य बानी बसाल्नु होला। भ्याट बिल यहाँसम्म भयो भने यहाँ त्यो ग्यास कम्पनीको उपभोक्ता हुनुहुन्छ। यदि भ्याट बिल छैन भने तपाईँको ग्यास कम्पनीको ग्यास सिलिन्डरको मालिक मात्रै हुनुहुन्छ। दुर्घटना भएको खण्डमा त्यसले प्रब्लम गर्छ। ग्यास गनाउँछ कि गनाउँदैन? घरमा भएको ग्यास गनाउँछ? ल पक्नुहोस् है त, ग्यास कहिले पनि गनाउँदैन। त्यो ग्यासमा एउटा गनाउने केमिकल हालिएको हुन्छ, जसको कारणले लिकेज भएको खण्डमा हामीलाई थाहा होस् भनेर। विद्यार्थी भएपछि तपाईँहरू पक्कै पनि सचेत हुनुहुन्छ, तर आफूले सिकेका कुराहरू अरूलाई सिकाइएन भने त्यसको केही पनि टाँसिएको छ। यहाँ चाहिँ यो काटी टाँसिएको छ, अपरेसनपछि र अगाडि र पछाडिको फोटो। अर्को यो घाँटी टाँसिएको छ है, यस्तो यस्तो। अर्को यहाँ पनि यो
पहिला चाहिँ टाँसिएको छ, अपरेसन अगाडिको छ। यो चाहिँ पोतो चाहिँ माथि टाँसिएको छ, जुत्ता लगाउन पनि सक्दैन यो गर्नुपर्छ। र अर्को चाहिँ घाँटी, अर्को चाहिँ कहिलेकाहीँ के हुन्छ भने जलनको घाउलाई लामो समय तपाईँले उपचार गर्नु भएन, निको भएन, त्यो फुटेको गऱ्यो भने त्यसमा क्यान्सर हुनसक्छ। त्यो मान्छेको क्यान्सर भएको छ, त्यो टाउको क्यान्सर निकालेर हामीले खोकाले छुँदा पनि दुख्छ। यसमा खोकाहरू हुँदैन। थिच्दाखेरि तपाईँको थिच्यो भने त्यो रातो भाग चाहिँ सेतो हुन्छ अनि फेरि एकछिनपछि त्यो रातो भएर आउँछ। अर्को हुन्छ यो दोस्रो यो मध्यम जलनमा चाहिँ मुख्य चाहिँ हुने भनेको खोका उठेको छ भने तपाईँले सजिलै भन्न सक्नुहुन्छ यो चाहिँ सेकेन्ड डिग्री बर्न हो। यसमा पनि सामान्य तपाईँले ड्रेसिङ गर्दै जानुभयो, घाउ पाकेन, इन्फेक्सन हुन दिनु भएन, सफा राख्नु भयो भने यो पनि निको हुन्छ। तर अर्को छ यो थर्ड डिग्री बर्न जुन चाहिँ यो छाला छाम्दाखेरि अलिक कडा जस्तो छामिन्छ, अलिक सुक्खा जस्तो देखिन्छ, डढ्छ अथवा यो सेतो पनि हुन्छ। र यो चाहिँ दुख्दैन। सबभन्दा महत्त्वपूर्ण के चाहिँ यो बिरामीलाई दुख्दैन, किनभने त्यहाँ थकालिस भइसकेको हुन्छ। यस्तो खालको जलन देख्नुभयो भने त्यसलाई 15% कुर्नु परेन। तपाईँलाई 2-3% भयो भने पनि त्यसलाई निकालेर अपरेसन गरेर छाला लाउनुपर्छ। त्यस कारणले यो 15% पुग्नु परेन। थर्ड डिग्री बर्नलाई तपाईँले जुनसुकै प्रतिशत भयो भने अहिले भन्नुहुन्छ त्यो ठाउँबाट तपाईँ निस्किनु पऱ्यो सुरक्षित ठाउँमा, तर दौडिनु भयो। दौड्यो भने के हुन्छ? आगो जन्किन्छ, जिउमा लागेको आगो जन्किन्छ। त्यस कारण तपाईँ दौडिन भएन। Out the fire is the tool. यहाँ तपाईँले आफ्नो जिउमा लागेको आगो निभाउनु पऱ्यो। पहिला चाहिँ तपाईँ सुरक्षित ठाउँमा जानु पऱ्यो, दौडिनु भएन, किनभने आगो जन्किन सक्छ। दोस्रो नम्बरमा आगो निभाउनु पऱ्यो। त्यो कसरी निभाउने भने अर्को स्लाइडमा हेरेर देखाउँदा यसमा 2 तरिका छ। एउटा चाहिँ आफ्नो जिउमा लाग्यो भने, आफ्नो जिउमा आगो लाग्यो भने स्टप ड्रप एन्ड रोल हुन्छ। हामी चाहिँ भुइँमा गडीबुडी गरेर जिउमा लागेको आगो निभाउन सक्छौँ। अगुल निभाउनु वास्तवमा हामी कहिले अगुललाई खराबीमा गरेर यस्तो गरेर हामी गडीबुडी गराएर निभाउँछौँ। त्यस्तै जिउमा पनि लागेको आगोलाई तपाईँले स्टप ड्रप एन्ड रोल गरेर निभाउन सक्नुहुन्छ। तर अरूको जिउमा लागेको छ, उहाँको चाहिँ जिउको आगो निभाउनु पऱ्यो भने तपाईँले बाक्लो प्लान्टले सोधिदिनुहुन्छ। 1 नम्बरमा के रहेछ? सुरक्षित ठाउँमा जाने, नदौडिने। 2 नम्बरमा के रहेछ? आगो निभाउने। अब त्यो तातो वस्तुहरू हाम्रो जिउको सम्पर्कमा आयो, त्यति नै हामीलाई क्षति गर्नुहुन्छ। त्यस कारण त्यो सबै कुरा निकाल्नु पऱ्यो, सबै कुरा निकाल्नु पऱ्यो। वाटर इज टाइम टु गो होइन भनेको जिउमा भएको गहना कपडा निकालिसकेपछि आफ्नो पोलेको भावमा चाहिँ तपाईँले पानी खन्याउनु पऱ्यो। कति बेरसम्म खन्याउने? 30 मिनटसम्म खन्याउनु पऱ्यो है। र कहिले खनाउनु पऱ्यो? सकेसम्म छिटो खनाउनु। तपाईँले अस्पताल गइसकेपछि खनाउँछु भनेर हुँदैन, घरमा नै खनाउनुपर्छ। किन भन्दाखेरि जुन जडेको छाला हुन्छ नि, त्यहाँ जुन ताप चाहिँ त्यो बसिरहेको हुन्छ, तपाईँले पानी खनाउनु। ड्रिङ्क फर लाइफ होइन। आफ्नो ज्यान बचाउनु छ भने तपाईँले पिउनु पऱ्यो। कति पिउनु पऱ्यो? धेरै कि थोरै होला? त्यहाँ 3 चोटि ल्याएर धेरै नै होला नि होइन। धेरै पानी पिउनु पऱ्यो। किन भन्दाखेरि तपाईँको जलन हुँदाखेरि जिउबाट धेरै पानी खेर जान्छ। पानी नुनहरू हाम्रो रगतमा भएको नुन पानी सबै खेर जान्छ, घाउबाट पनि जान्छ, शरीरको भित्र पनि खेर जान्छ। त्यस कारणले गर्दाखेरि तपाईँले पानी पिउनु पऱ्यो, तर सादा पानी पिउने होइन। अर्को स्लाइडमा जान्छ। सादा पानी पिउने जीवन जल पिउनु पऱ्यो। जीवन जल छैन भने नुन चिनी पानी बनाउन सकिन्छ।